सुख करता दुख हरता वार्ता विघ्नाची पूर्वे पूर्वे प्रेम कृपा जयाची सर्वांगी सुंदर ओटी शेंदुराची कंठी झळके माळ मुक्ता फळाची जय देव जय देव. कारगिरी ले तुम बोलाई नको सबै महाकाल बाबा ग्रामीण स्थानीय में तो बने मन में अमुक नाम संभाल करे अष्टम विधा में कलियुग कलिपाटन जम्बुजी बाबू मुख्यमंत्री सबुदाय जागरण चंद्रपतना मंत्री देवता शरण भारत वर्तमान कन्या मुक्तरे हम दास जिंदा का वसुधर बनवरे अमुक ग्रामीण स्थानीय हाम्रो कारगिरी स्थित ले तुम बोलाई महाकाल बाबा ग्रामीण स्थानीय में तो बने मन में अमुक नाम संभाल करे 2000 व्यक्ति जाला मंगल मासे अहिले मंगसिर मासे अमुक पक्ष शुक्ल पक्ष अमुक बाचरे आज शनिबार बाचरे अमुक तिथि द्वितीय तिथि अमुक गते 6 गते अमुक गोत्र बना आफ्नो गोत्र समझेर मुख्य सपना आफ्नो नाम समझेर हवन कर्म केन्द्र पुण्यका सब गर्न बताए नमः स्वाहा दुर्गाय नमः स्वाहा स्वाहा उमाका साय नमः स्वाहा आफ्नो गुरुलाई सम्झेर हाल्ने ओम सूर्याय नमः स्वाहा ओम सोमाय नमः स्वाहा ओम भौमाय नमः स्वाहा ओम सूर्याय नमः स्वाहा ओम सूर्याय नमः स्वाहा ओम शुक्राय नमः स्वाहा ओम शनिचराय नमः स्वाहा ओम राहुवाय नमः स्वाहा ओम केतुवाय नमः स्वाहा ओम ईश्वराय नमः स्वाहा ओम उमाय नमः स्वाहा ओम शकुनाय नमः स्वाहा. अब तिमी त हामीसित नबसेर देशान्तरको जान्छु भन्दैछौ त, त्यही कारणले यो कर्महरू गर्दैछु म.
चाहिँ यो ब्याट्री छैन यसले सट्टामा उयो पनि लगाइदिहाल राम्रो गाडी बनाए ल उयो पनि लगाइदिहाल ल अब दुईजना उठा बर्मालाको पहिले भयो भनेर लु एकछिन एकछिन यो त मेन हो त्यो एकछिन है यो त खिच्नुपर्छ होइन छैन है अब यो साफ गरेको त शिलो के तैयारी दमा बाजा तैयारी बाजा गाजा तैयारी जग्गे तैयारी बाहुन तैयारी देउला बेली तैयारी जग्गेहरू पनि तैयारी लोकन्तीहरू पनि तैयारी शुभ लगन भयो फर्किनुहोस् है एकछिन ल फेरि तैयारी शिलो के तैयारी दमा बाजा तैयारी बाजा गाजा तैयारी किन सपनामा झुकी जस्तो लाग्दैछ आज किन सपनामा झुकी जस्तो लाग्दैछ म त तिम्रो बेहुला तिमी त मेरो बेहुली बेहुली भनेको थिए तिम्रो तारिफ सुनाई बामालाई फकाई तिम्रो तारिफ सुनाई बामालाई फकाई ए आउँदैछु अहिले न तिमीलाई हेर म त बाजा बजाई बेहुली बेहुली पल पल घडी घडी तिम्रै बाटो हेरी सजेको छु तिम्रै निम्ति सोह्र सिङ्गल गरी बुहारी छिटो रहेछ हेर्दा त यत्रो छ बुहारी छिटो रहेछ अब यी थापायाले यति माया गर्दो रहेछ कि यी थापायाले छुयो मात्रै ल ल माया त गर्दो तिम्रै बाटो हेरी सजेको छु तिम्रै निम्ति सोह्र सिङ्गल गरी मुटुको यो ढुकढुकी थामेर बसे
सजाए सिउँदो तिम्रो भर्नेछु मनको खाली पानामा तिम्रै नाम कोर्नेछु फुलमालाले सजाए सिउँदो तिम्रो भर्नेछु मनको खाली पानामा तिम्रै नाम कोर्नेछु यो जुनीलाई मात्र होइन साथै जन्म मेरी बेहुली आज किन सपनामा झुके जस्तो लाग्दैछ आज किन सपनामा झुके जस्तो लाग्दैछ तिमी मेरो बेहुला अनि म तिम्रै बेहुली बेहुली आजसम्म तिम्रै माया ममतामा म यत्रो दिन अब तिमीलाई पनि आज मैले ल्याइहाले तिमीलाई कसैलाई पनि आजसम्म तिम्रै लागि म यत्रो बसे आजसम्म तिम्रै लागि अबदेखि म कसैलाई हेर्दिन खुकुरीदेखि सर्रा खुकुरी फेददेखि होइन सर्रा जाऊ 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 सिउँदोमा सिउँदोमा हेलो जसको छ लगना उसैको फेरि उत्तर दक्षिण पूर्व पश्चिम छर्किँदा आउन छर्किँदा मेरो ब्यागबाट जाउँ न उत्तर दक्षिण पूर्व पश्चिम आकाशको दाल धरती अग्नि देवतालाई साक्षी राखेर चारै दिशालाई साक्षी राखेर आफ्नो घरको कुल देवतालाई साक्षी राखेर फेरि गणेशलाई नछोड ल अब फेरि सिन्धुला हाल त्यहाँबाट ढुङ्गादेखि जाउँ सिधै खुकुरीलाई हाल अलिकति तुरोस् न मेरोमा छ है ल सर जाऊ 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 जसको छ लगना उसैको पर्यो अलिक साह्रो हल्लाउ न भाइ बसेर गरौँ बसेर ल ल ल हेर तिम्रो दाहिने उयो केटाबाट उता जाऊ काटा भनेको नि बिचमा तिमीले पनि काटा उताबाट दाहिने त्यताबाट ल आफ्नो जग्गा आफ्नो बोन्डीमा आफ्नो बन्डीमा खेलाउ 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 म भन्छु त्यहाँबाट दही चढाउनु पर्छ खासमा यो नियम के अरे अब तिमीहरू बोला बोल छैन चिनाजाना छैन देखादेख पनि छैन अब तिमीहरूलाई चाहिँ इन्ट्रोड्युस के भन्छ नि यो गराएको बुझ्यो हुँदैन अन्त फेरि यो सुपारी पनि मलाई पनि थाहा छैन यो सही भनेको है मैले बाहुन भएर थाहा छैन अब कता पल्टिन्छ चाहिँ बेहुलाले जित्छ कता पल्टिन्छ चाहिँ बेहुलीले जित्छ यो पनि थाहा छैन यो भनाइ मात्रै हो एउटा तिमीलाई क्या मनोरञ्जन गराएको बुझ्यो होइन कुरा हो अहिले अब यो 10वटा 12वटा चुच्चो कता कता पर्छ फेद कता कता पर्छ अहिले म भन्छु नि त ल त्यसको एउटा कहानी चाहिँ थाहा छ ल भन्नु ल मजाले लु घुमाउ 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 जित्नु बच्चा मैले नगरेको
होइन कसले जित्यो बेहुलीले फेरि काटा सेकेन्ड होइन राउन्ड होइन फेरि सम्म परौँ अब यो त कति बेला आउँछ नि यहाँनिर ल हल्लो 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 आफ्नो आफ्नो भएको हल्लो मजाले हाल्न एकदम मजाले मनोरञ्जन रेडी तिमीहरू दुईजना कौडी खेलेको के अरे कौडी कौडी खेलेको ल ल यसो गर तिमीले बहिनी एकदम सोचेर कोपट्टिको ला बहिनी बढी गयो नि बहिनीपट्टिको बहिनीले जितेछ हौ त्यो निवाल तँपट्टि ढड्किरहेछ नि त सबै ल ल लु 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 प्रिया गरिदियो गरिदियो रणीपट्टि गयो नि सबै रे ल फेरि उठाऊ आफ्नो आफ्नो उठाऊ तिनटा जित प्रणय प्रणयले जित्यो नि प्रणयलाई जितेछ लु लु प्रिया कमन 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 ए बहिनीको 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 पण्डितजी प्रणयबाट गएन त्यो चाहिँ ड्र भयो तिमीहरूको ड्र भयो गुड 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 सबै खेल न सबै अरे दुईजना एकजनाले सबै पक्र न एकजनालाई देऊ ल अब प्रणयले गर्नु एकजनाले गर खेल लु लु अब यो चाहिँ फाइनल है फाइनल बहिनी खै लु कता बहिनीको बहिनी खै प्रणयले जित्यो कहाँ हो बहिनीले जितेको एउटा खालि प्रणयपट्टि छ बहिनीले